चाहिँ हाम्रो सेकेन्ड डे अफ क्यारल हो अनि हामी चाहिँ आज एबीको घरमा सरोज अङ्कलको घरमा क्यारल गर्न जाँदैछौँ क्यारल प्लस बर्थडे एबी बहिनीको अनि हाम्रो भिडियो चाहिँ तपाईँहरूले लास्टसम्म हेरेर इन्जोय गर्नुहोला क्यारलमा भेटौँला यो चाहिँ हाम्रो केरलको घर हो हामी आइपुग्यो अर्को सर्ट पनि लिनुपर्छ मैले हुन्छ आजको हाम्रो क्यारल हुने घर चाहिँ यो हो आज हाम्रो क्यारल चाहिँ यो घरमा हुँदैछ यो घरमा अनि त्यसपछि यहाँ चाहिँ ब्युटिफुल क्रिसमस ट्री छ हाम्रो अनि यहाँ हामी चाहिँ सबैजना यहाँ आइसकेको छौँ त्यता क्यामेरा त्यता मान्छेहरू त्यहाँ पनि हुनुहुन्छ अनि सबैजना बसिराख्नु भएको छ यता चाहिँ हाम्रो सेटअप छ अनि हाम्रो आजको क्यारल चाहिँ हाम्रो सरोज अङ्कलको घरमा हुँदैछ अङ्कल कस्तो फिल हुँदैछ तपाईँलाई भन्नुहोस् ल विशेष गरी यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह इट्स भेरी ह्याप्पी मोमेन्ट होइन क्यारल आज हाम्रो घरमा अनि सम्पूर्ण क्वायर टिम प्लस मण्डली परिवार सबैजना आउनुभएकोमा म हृदयबाट नै धन्यवाद दिन चाहन्छौँ अनि हामी आजको क्यारल चाहिँ एकदमै सबैजना मिलेर इन्जोय गर्नेछौँ नाच्नेछौँ रमाउनेछौँ अनि विशेष गरी प्रभुलाई धन्यवाद दिनेछौँ आजको हाम्रो बर्थडे गर्ल चाहिँ ऊ रहेको छ एबी हाउ यु फिलिङ I'm feeling great and I'm totally excited. So yeah. हेलो जय मसी मिरा काकी जय मसी आज चाहिँ तपाईँको घरमा क्यारल तपाईँलाई कस्तो लाग्दैछ केही भनिदिनुहोस् धेरै धेरै धन्यवाद हाम्रो घरमा आज क्यारल छ अनि साथसाथै नानीको बर्थडे पनि छ हामी दुइटै सेलिब्रेट गर्नेछौँ अनि त्यसको लागि धेरै धन्यवाद हाम्रो मण्डली परिवारहरू सबैजना आउनुभएको लागि थ्याङ्क यू सो मच वी इन्जोय एन्ड ह्याभ फन जय मसी आज क्यारल कस्तो हुँदैछ तपाईँलाई भन्नुहोस् आज राम्रो हुँदैछ मलाई लाग्छ है राम्रो हुनेछ होला ओके हाई अञ्जल दिदी यु टेक दिस माइक ओके आजको क्यारल तपाईँलाई कस्तो फिल हुँदैछ भन्नुहोस् मेरो लिड हो सो मजै होला है I love hype energy. I hope everyone dances and yeah, let's just have fun. I'm excited. यशुआको अर्थ चाहिँ हिब्रूबाट चाहिँ परमप्रभु जो बचाउनुहुन्छ हालेलुया अथवा मुक्ति दिनुहुन्छ अनि यशुआको अर्थ चाहिँ यो हुन्छ अनि यसलाई पछि ग्रीकमा र इङ्ग्लिसमा लिएर जाँदा लेसस त्यस पछाडि जिजस
कि परमेश्वरको योजना त योसेफबाट त होइन रहेछ, तर परमेश्वरको योजना त मरियमबाट पो पुरा हुनु पर्दो रहेछ। हालेलुया, हालेलुया। त्यही भएर सोलोमनको हाँगाबाट जोसेफकोमा पुग्यो, अनि नातान भन्ने अर्को छोराको हाँगा, नातान अगमवक्ता होइन तर छोरा, जसको हाँगाबाट चाहिँ मरियमकोमा पुग्यो, अनि मरियमद्वारा चाहिँ कन्या मरियम गर्भवती भएर येशू ख्रीष्ट जन्म भयो। अनि परमेश्वरले दाउदलाई भन्नुभएको प्रतिज्ञा चाहिँ मरियमको थ्रुबाट पुरा भएको छ। हालेलुया, हालेलुया। त्यसैले म आज भन्न, अस्ति पनि मैले भन्दै थिएँ, आमाहरू दिदी बहिनीहरूलाई पनि म यो उत्साह दिन चाहन्छु। कतिचोटि धेरै हामी सुन्छौँ छोरी मान्छेहरूको रेकर्ड बाइबलमा छैन भनेर, धेरै हामी सुन्छौँ, त्यति धेरै नाम पनि लेखेको छैन। सिधा कुरा भन्नु भने वंश हेर्दै हेर्दै गरे भाउ भाउ छोरा छोरा नाति पनाति हुँदै जान्छ। तर म आज भन्नु चाहन्छु परमेश्वरले आमाहरूलाई रेस्पेक्ट गर्नुहुन्छ। हालेलुया। परमेश्वरले आमाहरूलाई बेग्लै दर्जा दिनुभएको छ। दिउ कि तपाईँलाई मेरो जीवन दिउ कि तपाईँ मेरो जीवनबाट तपाईँलाई दिने मेरो धूप के छ त, फ्राङ्किन्सेन्स के छ त। अनि यो कुराहरू पनि उनीहरूले लिएर चाहिँ येशूलाई चढाएर भन्दै थियो, प्रभु सारा स्वर्ग र पृथ्वी सबै कुराहरूमा सबै प्राणीले, सबै सजीव र निर्जीवले आराधना गर्ने चाहिँ तपाईँ मात्र हुनुहुन्छ। हालेलुया। अनि Happy birthday, dear Abby. Happy birthday to you. May God bless you. May God bless you, we pray. May God bless you, we pray. May God bless you. Happy birthday, but louder. Happy birthday to you.
भन्नु पऱ्यो ठाउँलाई आफ्नो क्यामेराहरू निकालेर अझै भिडियो खिच्नु होला यस्तो मौका पाउँदैन भिडियो अझै भिडियो चाहियो नानीहरू भिडियो 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 कथा भइरहेको छ यहाँ मोसन
सँगै सोधे तिमीलाई खोज्दा यहाँ आफै भित्र एकान्तमा मैले सत्यता पाए आफै भित्र एकान्तमा मैले हाम्रो आजको क्यारल चाहिँ सकिएको छ अनि हामीले लास्टसम्म हेरेर हाम्रो भिडियोहरू हेरिदिनु भएको लागि चाहिँ सबैजना धन्यवाद अनि स्टे ट्युन हाम्रो नेक्स्ट भ्लग पनि आउनेछ क्यारलको नेक्स्ट सन्डे आउनेछ अर मन्डे अनि हाम्रो भिडियोलाई चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला अनि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद